नमस्कार। म आज हाम्रो बगैँचामा छु। धेरै दिनपछि आज छुट्टी भएको अवसरमा म अहिले हाम्रो बगैँचामा छु। यो हाम्रो बगैँचामा भब्बु अथवा भोगटे भनेर भनिन्छ यसलाई। यस्ता बुटा हाम्रो 3 वटा रहेका छन् हाम्रो बगैँचामा। यतापट्टि हाम्रो अमिलो रहेको छ। यो हाम्रो अमिलो हो, अमिलोको बोटो हो। अमिलोको बोटमा धेरै अमिलोहरू फलेका छन् अनि हामीले धेरै टिपी पनि सकेका छौँ चुक बनाउनको लागि पनि। यो हाम्रो काजुको रुख हो। यो हाम्रो अहिले काजुको रुख छ। यहाँ हाम्रो अहिले रिसेन्टली एउटा आँप, भदौमा पनि सानो एउटा आँप रहेको छ, फलेको छ यो हाम्रो आँप। यो हाम्रो जामुन, यो पनि ठुलो हुर्किँदै गरेको छ। योभन्दा पहिला हाम्रो ठुलो जामुनको रुख थियो अनि यो पनि आँप भयो। अब यो हाम्रो एउटा सपोटा भन्ने एउटा यो फ्रुट्स नै हो। यो हाम्रो चेरीको रुख हो। यो पनि फलफुल नै हो, चेरीको रुख। यो हेर्नुस् हाम्रो बगैँचाको अम्बा। यहाँ अरू पनि अम्बाहरूको रुख छन्। यहाँ यत्रो ठुलो अम्बा फलेको पनि छ। यो स्टार फ्रुट्स, यो हाम्रो स्टार फ्रुट्स हो। यहाँ हामीले बेसार पनि लगाएका छौँ। यो हाम्रो भब्बो अथवा भोगटे भनौँ, भब्बो अथवा भोगटे रहेको छ। यो हाम्रो दालचिनीको बोट रहेको छ। यो हाम्रो लिचीको रुख पनि यत्रो भइसकेको छ। यो हाम्रो अमिलोको रुख हो। यो सानो सानो अमिलो, अब त कागती भन्न सकिन्छ। उतापट्टि पनि अर्को ठाउँमा पनि हाम्रो कागती रहेको छ। यो मोरिङ्गा अथवा दालचिनीको रुख हो यो। अनि यहाँ हाम्रो ड्र्यागन फ्रुट यहाँ छ। अब यो ठुलो माथि जाने क्रममा छ भने उतापट्टि पनि हाम्रो ड्र्यागनको रुख छ, उतापट्टि पनि। अनि यहाँ हाम्रो आँपको बगैँचा। यहाँ 100 भन्दा बढी आँपहरू अहिले लगाइएको छ र अम्बाको रुख पनि लगाइएको छ भने योभन्दा अलि पछि हाम्रो एउटा पोखरी पनि छ, माछा पोखरी छ। यो टिकको रुख हामीसँग मोर देन 200 टिकका रुख छन्। 200 भन्दा बढी टिकका रुखहरू हामीले लगाएका छौँ हाम्रो जमिनमा। यहाँ आँपको बगैँचा हो। 100 भन्दा बढी आँपका रुख छन् र अम्बा पनि लगाइएको छ। अनि यहाँ हामीसँग यो बेसार भयो। यो हाम्रो कफी, सबैले देख्न सक्नुहुन्छ, यो कफीको बोट हो। अनि कफीको बोट राम्रै फलेको छ, लटरम्मै फलेको छ। तपाईँहरूले देख्न सक्नुहुनेछ। यहाँ कफीको बोट पनि रहेको छ। हजुरले देखिसक्नुभयो अम्बा। अनि यो पनि हाम्रो भोगटे नै हो, भब्बु। यहाँ पनि फलेको छ। 3टा रुख छ हामीसँग यस्तो। अनि यहाँ हाम्रो अखबारी खुर्सानी पहिला अलि धेरै फलेको थियो, अहिले चाहिँ अब उगाएर फेरि अर्को लाउने क्रममा छौँ हामी चाहिँ। यो पनि 3टा रुखमध्ये अर्को एउटा रुख पनि हो हाम्रो यो भब्बु र भोगटे। यता पनि आँपको रुख, उतापट्टि आँपको रुख छ। यो अब फुल भयो, पारिजातको फुल औषधिको रूपमा पनि युज गर्न सकिन्छ यसको लागि भनिन्छ, युज पनि गरिन्छ। यो 2टा आँपको रुख भयो। यो 2टा हाम्रो ठुलो आँप धेरै फल्छ यसमा चाहिँ। त्यो बर्डर पनि फलफुल नै हो। अब यता हाम्रो फेरि कागतीको रुख पनि छ। यो हाम्रो कागतीको रुख पनि भयो। यहाँ हामीले धेरै नै कागती गर्छौँ। हामी चाहिँ कागती किन्न बजारमा जानु पर्दैन, बाह्रैमासी लगभग
हुन्छ। यो हाम्रो मेवाको रुख पनि छ। उता हाम्रो उखु पनि छ, भयो कटहर पनि भयो, कटहरको रुख पनि छ। यहाँबाट हामी चाहिँ हाम्रो जग्गामा अब हामीले टिक पनि लगाएका छौँ। त्यहाँ हाम्रो चाहिँ उतापट्टि बयर पनि छ, बयरको उतापट्टि बयरको रुख पनि छ। टिकहरू रुखहरू पनि ठुल्ठुलो भइसकेका छन्, टिकका रुखहरू पनि। यहाँ 12 मासे फुल भनेर भनिन्छ यसलाई चाहिँ, हुन्छ। यो फुल हो, हामी चाहिँ 12 मासे नै फुल्छ। यही हो हाम्रो बगैँचा। यहाँ चाहिँ 100 भन्दा बढी अहिले आँपको रुख लगाइएको छ। 110 वटा रुख लगाइएको छ। यो हाम्रो चिउरीको रुख, तिहारमा हामीले चाहिँ चिउरीको रुख चाहिँ त्यो टपरी गराउनको लागि युज हुन्छ। एकदमै तिहारमा म्याक्सिमममा युज हुने रुख हो चिउरीको रुख यो। अब सायद यो एरियामा हाम्रोमा मात्रै छ जस्तो लाग्छ मलाई, अरूमा मैले सुनेको छैन, हुन पनि सक्ला। तर मलाई चाहिँ हाम्रोमा बाहेक अरू यतापट्टि सुनेको छैन कि पहाडबाटै आउनुपर्छ। यहाँ उसमा हामीले चाहिँ तरकारी पनि लगाएका छौँ, भेन्डी सेन्डी यो हाम्रो बगैँचाभित्र पनि। यहाँ अघि मैले देखाएको थिएँ हाम्रो यो 2टा रुख थियो, यो चाहिँ उसको कफीको, यो अघि पनि देखाइसकेको थिएँ। ओके, अब म टोटल्ली किसानको छोरा हुँ। बुवा आमाहरूले टोटल्ली किसान नै गरेर हामीलाई पढाउनु भएको हो। ओके, थ्याङ्क यू।